नेपाललाई हामी कृषि प्रधान देश भन्छौं हैन त, तर एउटा गजबको विरोधाभास छ। देशको अर्थतन्त्रको मेरुदण्ड मानिने यही कृषि क्षेत्र आज आफै सङ्कटमा छ। आखिर यस्तो किन भयो? आज हामी यही प्रश्नको जवाफ खोज्नेछौँ प्रमोद ग्यावाली र सौगात खनालले 2021 मा गरेको एउटा गहन अनुसन्धानको आधारमा। यो एउटा सानो नम्बर होइन, 66%। सोच्नुस् त, देशका हरेक 3 जना मध्ये 2 जनाको रोजीरोटी सिधै कृषिसँग जोडिएको छ। यसले के देखाउँछ भने कृषि हाम्रो लागि पेशा मात्र होइन, यो त हाम्रो जीवनशैली र समाजको अभिन्न अङ्ग हो। तर यहाँनेर एउटा ठूलो प्रश्न उठ्छ। यदि देशका यति धेरै मानिस खेतीपातीमै छन् भने हामीले हरेक वर्ष अर्बौं रुपैयाँको खानेकुरा, चामलदेखि मकैसम्म बाहिरबाट किन किन्नु परिरहेको छ? हो, यही प्रश्न नै आजको हाम्रो विश्लेषणको मुटु हो र यो अनुसन्धानले ठिक यही विरोधाभासको जड पहिल्याउने कोसिस गरेको छ। ल, अब यो विषयलाई अलिक गहिराइमा गएर बुझौँ। हामी सुरुमा कृषिको सामान्य परिचयबाट अघि बढ्नेछौँ अनि यसको घट्दो योगदान, डरलाग्दो व्यापार घाटा, समस्याका जडहरू के हुन् भनेर हेर्नेछौँ र अन्त्यमा अनुसन्धानले सुझाएका समाधानका उपायहरूबारे पनि छलफल गर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट, नेपालको कृषि, जसलाई हाम्रो अर्थव्यवस्थाको आधार मानिन्छ। सबैभन्दा पहिले त हाम्रो भूगोलले नै एउटा सीमा कोरिदिएको छ। हेर्नुस् त, देशको कुल भूभागको जम्माजम्मी 29% जमिन मात्रै खेतीपातीका लागि योग्य छ र त्यसमाथि पनि त्यो सबै जमिनमा सक्रिय रूपमा खेती भइरहेको छैन। यो एउटा प्राकृतिक यथार्थ हो जसलाई हामीले बिर्सन मिल्दैन। अब लागौँ दोस्रो खण्डतिर, जहाँ कुरा अलि जटिल बन्दै जान्छ। घट्दो योगदान तर बढ्दो चुनौतीहरू। सामाजिक रूपमा कृषि जति महत्त्वपूर्ण भए पनि आर्थिक रूपमा यसको योगदान किन र कसरी घट्दैछ, अब त्यो हेरौँ। यो ग्राफले पछिल्लो 1 दशकको कथा भन्छ र यो कथा अलि निराशाजनक छ। हेर्नुस् त, सन् 2009 देखि 2019 को बीचमा राष्ट्रिय अर्थतन्त्रमा कृषिको हिस्सा कसरी लगातार ओह्रालो लागेको छ। यो केवल तथ्याङ्क मात्रै होइन, यो एउटा गम्भीर आर्थिक सङ्केत हो। र त्यो आर्थिक गिरावटको असर कागजमा मात्रै सीमित छैन, यसको सिधा असर हाम्रो भान्सा र हाम्रा बालबालिकाको स्वास्थ्यमा परेको छ। अनुसन्धानले देखाए अनुसार कृषि क्षेत्र कमजोर हुँदा खाद्य असुरक्षा बढ्छ र त्यसको सबैभन्दा ठूलो मार बालबालिकालाई पर्छ, जसले गर्दा कुपोषण र पुटकोपन जस्ता गम्भीर समस्याहरू देखिन्छन्। अब तेस्रो खण्डमा हामी सायद सबैभन्दा चिन्ताजनक पक्षको कुरा गर्नेछौँ। त्यो हो व्यापार घाटाको डरलाग्दो दुष्चक्र। यो चित्रले अवस्थाको गम्भीरतालाई प्रस्ट्याउँछ। यो पहेँलो रेखा जुन हाम्रो आयात हो, हेर्नुस् त कसरी आकाश छोइरहेको छ। तर हरियो रेखा हाम्रो निर्यात, लगभग जहाँको त्यहीँ छ। यो खाडल, यो साँच्चै नै देशको अर्थतन्त्रको लागि एउटा खतरनाक सङ्केत हो। अनि हामी आयाततरी के गरिरहेका छौँ? चामल, भटमासको तेल, मकै, मतलब जुन कुरा हाम्रो खेतमा फल्नु पर्ने हो, जुन हाम्रो मुख्य खाना हो, त्यही कुरा हामी बाहिरबाट किनिरहेका छौँ। यो आफैमा कस्तो विडम्बनापूर्ण अवस्था हो। र यो अनुसन्धानले एउटा डरलाग्दो तथ्याङ्क बाहिर ल्याएको छ। हामीले 1 रुपैयाँको कृषिजन्य सामान विदेश पठाउँदा 15 रुपैयाँभन्दा बढीको सामान भित्र्याइरहेका छौँ। सोच्नुस् त, 15 गुणा बढी। यो असन्तुलनले हाम्रो अर्थतन्त्रलाई भित्रभित्रै कति खोक्रो बनाइरहेको होला। ल, अब प्रश्न उठ्छ, आखिर यस्तो अवस्था आयो चाहिँ किन त? अब अनुसन्धानले औल्याएका केही प्रमुख कारणहरूतिर लागौँ। अनुसन्धानले औल्याएको पहिलो र सायद सबैभन्दा ठूलो समस्या हो सरकारले किसानका लागि भनेर दिएको अनुदान त्यो वास्तविक किसानसम्म पुग्दै नपुग्नु। त्यसैले त अनुसन्धानकर्ताहरूले यो गम्भीर प्रश्न उठाएका छन्, आखिर त्यो अनुदान कसले पाइरहेको छ त? वास्तविक किसानले कि अरू कसैले? गरिबले कि धनीले? यो प्रश्नले नै हाम्रो प्रणालीमा भएको ठूलो पाललाई देखाउँछ। अब अर्को ठूलो चुनौती हेरौँ, जुन हाम्रो माटोसँग, हाम्रो जमिनसँग जोडिएको छ। त्यो हो भूक्षयीकरण, अर्थात् हाम्रो माटोको उर्वरा शक्ति नै सकिँदै जानु। यी तथ्याङ्कहरू आफैमा कहली लाग्दछन्। हाम्रो खेतीयोग्य जमिनको 1/3 भन्दा बढी त बिग्रिसकेको छ। माटो बन्ने जुन प्राकृतिक गति हुन्छ नि, त्योभन्दा 10 देखि 40 गुणा छिटो हामीले माटो गुमाइरहेका छौँ। यसले हाम्रो भविष्यको खेतीपातीलाई नै जोखिममा पारेको छ। समस्या यतिमै सकिँदैन। एकातिर जलवायु परिवर्तनले तापक्रम बढाएर बालीनालीलाई असर गरिरहेको छ भने अर्कोतिर हाम्रा उर्वर खेतहरू टुक्रिएर घर बन्दैछन्। यसले गर्दा ठूलो स्तरमा आधुनिक खेती गर्नै गाह्रो भइसकेको छ। खैर, समस्याहरूको कुरा त धेरै भयो,
तर हरेक समस्याको समाधान पनि हुन्छ। अब लागौँ यो अनुसन्धानले देखाएको समाधानको बाटोतिर। हो, यो अनुसन्धानको सबैभन्दा महत्त्वपूर्ण पक्ष नै यही हो। यसले समस्या मात्रै देखाउँदैन, अगाडि बढ्ने स्पष्ट मार्गचित्र पनि प्रस्तुत गर्छ र यही नै आशाको किरण हो। अनुसन्धानले यो 5 बुँदे योजना अघि सारेको छ। पहिलो, युवाहरूलाई कृषिमा आकर्षित गर्ने। दोस्रो, अनुदानमा हुने भ्रष्टाचार रोक्ने। तेस्रो, मल र औजारको आपूर्ति सहज बनाउने। चौथो, किसान र वैज्ञानिक बीचको दूरी घटाउने। र पाँचौं, बनाइएका नीतिहरूको कडा निगरानी गर्ने। यी सबै सुझावहरूको पछाडि एउटा मूल मन्त्र लुकेको छ। त्यो हो हाम्रो परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्ने। न त हामीले पुरानो सबै छोड्नुपर्छ, न त आँखा चिम्लेर नयाँ कुरा अपनाउनुपर्छ। दुवैको सन्तुलन नै सफलताको सही बाटो हो। त्यसो भए अबको मुख्य प्रश्न यही हो, के हामी साँच्चै परम्परा र नवीनतालाई मिलाएर नेपालको कृषिका लागि एउटा नयाँ सुनौलो भविष्य लेख्न सक्छौँ त? यो अनुसन्धानले त बाटो देखाइसकेको छ, अब त्यो बाटोमा हिँड्ने पालो हाम्रो हो।